राष्ट्रिय झण्डा नाक कसरी देखाउने नाक काट्ने काम गर्यो। यो केटो त त्यस्तो लागेको थिएन, मैले खेलाएर हुर्काएको थियो यो केटो, सम्पूर्ण त्यस्तो थिएन भनेर भन्नुभयो। त्यसो भए के गर्नुहुन्छ त भन्दाखेरि यसको घोर विरोध गर्नुपर्छ भनेर भन्नुभयो उहाँले। अनि त्यहाँबाट तपाईँलाई सहभागी गराउनु भएको थिएन राख्ने बेलामा भनेर सोध्ने बेला उहाँले भन्नुभएको थियो हामीलाई केही खबर पनि गर्नु भएन, हामीलाई सहभागी पनि गराउनु भएन भन्नु। न नेपालजीलाई सहभागी गरायो, न गणेश योन्जनलाई सहभागी गरायो, न नेपाल सरकारको मन्त्रीलाई त्यहाँ सहभागी गराएको थियो। त्यही क्रममा एउटा फोटो सार्वजनिक भएपछि, फोटो नेपालमा सार्वजनिक भएपछि चाइनाबाट यहाँ आएपछि के भयो भने एक त चीनको राजदूत तत्कालीन राजदूत वु जिनताओलाई तान्ने काम भयो। आज बौद्ध स्तूपमा राख्यो, भोलि तपाईँको मान्छेको लास पशुपतिमा राख्यो के हुन्छ? तपाईँको संस्कृति, तपाईँको धर्ममाथि तपाईँमाथि लात हान्यो भने, तपाईँमाथि लादियो भने तपाईँ यो देशको नागरिक भन्न सक्छ सक्दैन? त्यो कुरामा हामीले चाहिँ सोच्ने कि नसोच्ने। अर्को कुरो जब शुद्धिकरणको पूजा भनिएको छ, क्षमा पूजा भनेर भनिएको छ, के गल्ती गरेको थियो यिनीहरूले क्षमा पूजा गर्नको लागि? कसबाट क्षमा माग्दैछ? यो चाहिँ सरकारवालाहरूलाई प्रश्न। अनि यही क्रममा हिजोदेखि सुरु भएको क्षमा पूजा, हिजोदेखि सुरु गरे भनेको शुद्धिकरण पूजा रे, शुद्ध पार्ने रे, तर अशुद्ध त भइसकेको छ, भित्र हालेको छ। बाहिर नुहाएर मात्र हुन्छ खाने, भित्र खाने चाहिँ बिस पनि खाने, बाहिर लुगा लाएर मात्र त भएन, नुहाएर त भएन। त्यस खाले काम गरेको छ, हामीले त्यसको विरोध गरेका हौँ। 35 किलो सुन दान दिएको भनेर भन्नुभएको छ, तर यहाँ सुरु हुन्छ 14 किलोदेखि माथि। यसै क्रममा वास्तविक छानबिन गर्ने काम त सरकारको हो नि, समिति निकायको हो नि। त्यो सँगसँगै बौद्ध स्तूपबाट बेचिएका इँटाको फोटो छ मसँग अहिले, बौद्ध स्तूपबाट बेचिएको फलामहरूको फोटो छ मसँग। अनि अन्य उहाँले विभिन्न सङ्घ संस्थाबाट उठाएको पैसा के नेपाल सरकारको खातामा हुनुपर्छ कि नेपाल सरकारले हेर्ने हो कि त्यो एउटा क्षेत्र विकासलाई दिने हो? क्षेत्र विकास समिति भने त पर्यटन मन्त्रालय अन्तर्गतबाट दर्ता हुने संस्था हो नि, त्यो दर्ता गरेको संस्था हो। एउटा कुनै एनजिओलाई पैसा लिनु पर्दा, खर्च गर्नुपर्दा समाज कल्याण परिषद चाहिन्छ, तर त्यो पनि एउटा एनजिओलाई करोडौँ रुपियाँ उठ्दाखेरि हाम्रो बढी वित्तले बनायो भनेर गर्व गर्छ सम्पूर्ण कुमार लामा। राज्य कहाँ छ? राज्यलाई च्यालेन्ज दिएको छ, के हटाएको थियो? बौद्धको तामाङहरूको के बौद्धको एउटा तामाङहरूको त फिर्ता त होइन नि त, बाउको पैतृक सम्पत्ति पनि होइन, आमाको नाममा दाइजो पनि थिएन। यदि त्यसो भने सम्पूर्ण कुमार लामाले भन्नु पर्यो, गणेश योन्जनले भन्नु पर्यो। गणेश योन्जनले के भनेको थियो भने एउटा मिडियामा, जब हामी सार्वजनिक भइसकेपछि बहु लाएर फेरि तपाईँ डेलिगेटको नाममा चाहिँ पुनः संस्कृति मन्त्री कहाँ पुग्नु भएछ, चाइना एम्बेसी जानुभएको थियो उहाँहरू। त्यस कारणले उहाँले मैले भन्नुहुन्छ छदम भेष भनेको को हो? विश्व सम्पदाको सूचीकृत भनेको हामीले पढेको, मैले बुझेँ भनेको त विश्वको सम्पत्ति हो बौद्ध भनेको, विश्वको सम्पत्ति हो पशुपति भनेको, विश्वको सम्पत्ति हो लुम्बिनी यो स्वयम्भू